हेलो 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 सम्पूर्ण मेरा फेसबुक मित्रहरूलाई नमस्कार। हामी चाहिँ माट टोक्ने 7 डाँडा काटेर यो के खोलो अरे भेरी खोलो यसरी आइपुगेका छौँ। आमामा म त मरेर बाँचेको। अब यहाँबाट पक्कै पनि 10 केजी माछा मारेर लिने भन्ने टार्गेट छ आज। हामीसँग यहाँ चौधरी हुनुहुन्छ, उहाँले चाहिँ यसले कट्टौकी हानेर मार्ने अरे के कट्टौकी होइन हुन्छ चौधरी दाइ हो कि नै कट्टौकी हानेर मार्ने हो कि नै? अलि जोरले भन्नु न यार, यहाँ भ्लग बनाइरहेको छु कि मर रे मर माछा पो छन् कि छैनन्। कट्टौकी त हान्ने भन्ने हो। आमामा यस्ता ढुङ्गामा त ल 3 जना काट्यौँ होइन हामीले। यो त केही होइन है। ए घनले कट्टौकी हानेर माछा अहिले मारेको म देखाउँछु ट्याक लाएर। आमामामामामामामा ल यो खोलाको कसम आजदेखि रक्सी खान पनि छोडिदिन्छु। बियर खाएर चाहिने हिँड्न पनि अलिक गाह्रो माने होइन त्यही भएर गाइस अहिले माछा मारेको 10 केजी माछा भन्ने टार्गेट छ। हेरौँ है लेट्स सी के हुन्छ। यो गाइस दिवसभरिको दुःख होइन, 7 डाँडा काटेर पानी छम्की बचाएर ल भइहाल्छ। हुन्छ भाइ धेरै न। ल चौधरी दाइ हाल नि ज्याम अब टमाटर गाइस बल्ल बिहान 7 बजेदेखि अहिलेको 7 बजे 12 घन्टा लाएर त्यहाँमा बेहोस भएर पानी छर्केर यसरी फाइनल्ली पुग्यो घर। बेहोस बटार दिएको छ। अब खाँदैछौँ, अब खाने हो। अब घर पनि पुग्यो होइन, पसलमै बसाइ हुन्छ जस्तो छ। अब के गर्ने, अब गाह्रो छ जिन्दगी, त्यही हो कुरो गाडी। फाइनल्ली तयार पनि हुन आँटेछ है। क्यार्ने 12 घन्टाको मिहिनेतपछि यस्तै छ।